छठ पर्व सूर्यदेव सूर्यको सम्मान गर्न र जीवन टिकाउनु भएकोमा कृतज्ञता व्यक्त गर्न र सूर्य र छठी मैया दुवैबाट कल्याण र समृद्धिको लागि आशीर्वाद लिन मनाइन्छ। किंवदन्ती अनुसार छठी मैया भगवान ब्रह्माको मनबाट जन्मेकी छोरी देवी प्रकृतिको छैठो रूप हुन् र भक्तहरूलाई बालबालिकाको स्वास्थ्य, दीर्घायु र सफलताको आशीर्वाद दिने विश्वास गरिन्छ। उनलाई कहिलेकाहीँ सूर्य देवता सूर्यकी बहिनीको रूपमा पनि वर्णन गरिएको छ, जसलाई पनि पर्वको समयमा पूजा गरिन्छ। कतै उनलाई सूर्यदेवकी पत्नी उषा र सन्ध्या भनिएको छ भने कतै उनलाई कार्तिकेयकी पत्नी भनिएको छ। छठी मैयालाई बालबालिकाको दिव्य रक्षकको रूपमा सम्मान गरिन्छ र उनको पूजा गर्नाले उनीहरूलाई राम्रो स्वास्थ्य, दीर्घायु र सफलता प्रदान गर्ने विश्वास गरिन्छ। छठको केन्द्रबिन्दु सूर्यदेव, उदाउँदो सूर्य र अस्ताउँदो सूर्य, उषा र सन्ध्याको देवत्वयुक्त ऊर्जाको पूजा हो। पृथ्वीमा जीवन कायम राख्नु भएकोमा कृतज्ञता देखाउन भक्तहरूले सूर्यदेवको पूजा गर्छन्। मानिसहरूले सूर्य र छठी मैयाबाट आफ्नो परिवारको सुख, समृद्धि, कल्याण र दीर्घायुको लागि आशीर्वाद माग्छन्। छठी मैयाले बच्चाहरूलाई राम्रो स्वास्थ्य र लामो आयु प्रदान गर्ने पनि विश्वास गरिन्छ। छठको उल्लेख दुवै प्रमुख भारतीय महाकाव्यहरूमा गरिएको छ। रामायणमा जब भगवान राम र माता सीता अयोध्या फर्किए, मानिसहरूले दीपावली मनाए र यसको छैठौं दिनमा राम राज्य अर्थात् रामको राज्य स्थापना भयो। यस दिन राम र सीताले उपवास गरे र सूर्य षष्ठी र छठ पूजा माता सीताले गरिन्। त्यसैले उनलाई लव र कुश छोराको रूपमा आशीर्वाद दिइन्। चम्पारण बिहार भारत र मध्य प्रदेश नेपालमा यो विश्वास छ कि अयोध्या छोडेपछि सीता माता भारत नेपाल सीमामा चितवन जिल्लाको नारायणी नदीको किनारमा अवस्थित वाल्मीकि आश्रममा बसेकी थिइन्। त्यस समयमा उनले नेपालमा छठ महापर्व मनाएकी थिइन्। महाभारतमा कुन्तीले पाण्डवहरू लक्षगृहबाट भागेपछि छठ पूजा गरेकी थिइन्। यो पनि विश्वास गरिन्छ कि सूर्य र कुन्तीका छोरा कर्णको गर्भ कुन्तीले छठ पूजा गरेपछि भएको थियो। द्रौपदीले कुरुक्षेत्र युद्ध जित्न पाण्डवहरूको लागि पूजा गरेको पनि भनिन्छ। द्रौपदीले राँचीको नागदी गाउँमा रहेको एउटा मुहान नजिकै छठ पूजा गरेको विश्वास गरिन्छ। आज यस गाउँमा यो पर्व नदी वा पोखरीको नजिकै होइन, यस मुहान नजिकै गरिन्छ। अर्को किंवदन्ती अनुसार प्रथम मनु स्वयम्भूका छोरा राजा प्रियव्रत सन्तान नभएको कारणले दुखी थिए। यसको समाधानको लागि कश्यपले उनलाई यज्ञ गर्न भने। केही समयपछि रानी मालिनीको एउटा छोरा जन्मियो, तर बच्चा मृत जन्मियो। मृत जन्मेपछि राजा र उनको परिवारको हृदय विदारक भयो। राज परिवार प्रति सहानुभूति पाएर माता षष्ठीले आफूलाई आकाशमा प्रकट गरिन्। जब राजाले उनलाई प्रार्थना गरे, उनले भनिन्, म प्रकृतिको छैठौं रूप छठी मैया हुँ। म संसारका सबै सन्तानको रक्षा गर्छु र सबै सन्तानहीन आमा बाबुलाई सन्तानको आशीर्वाद दिन्छु। यसपछि देवीले निर्जीव बालकलाई आफ्नो हातले आशीर्वाद दिइन्, जसले गर्दा ती बालक जीवित भए। षष्ठी देवीको कृपाको लागि कृतज्ञ हुँदै राजाले देवीको पूजा गरे। यो पूजा पछि यो पर्व विश्वव्यापी उत्सव बन्यो भन्ने विश्वास गरिन्छ। बक्सर क्षेत्रमा ऋषि कश्यप र अदितिको आश्रम थियो भन्ने पनि विश्वास गरिन्छ। कार्तिक षष्ठी तिथिमा
माता अदितिले सूर्यलाई छोराको रूपमा जन्म दिएकी थिए। सूर्यलाई आदित्य पनि भनिन्छ किनभने उनी अदितिका छोरा हुन्। यस कारणले गर्दा छठ पूजालाई सूर्यको जन्मोत्सवको रूपमा मनाइन्छ र कार्तिक महिनालाई वर्षभरिकै पवित्र महिना मानिन्छ। मुंगेर क्षेत्रमा यो पर्व सीता मानपत्थर वा सीताचरण शाब्दिक अर्थ सीताको पाइला सँग सम्बन्धित भएकोले परिचित छ। देवी सीताले मुंगेरमा छठ पर्व मनाएको विश्वास गरिन्छ। मुंगेरमा गंगा नदीको बीचमा रहेको ढुङ्गामा अवस्थित सीताचरण मन्दिर छठ पर्वको सन्दर्भमा सार्वजनिक आस्थाको मुख्य केन्द्र हो।